ठेको ठेको ल राख्या मुख ल्याऊ खत्तम छ यार ठिकैले ऊ गाडालाई ठेको यो गाडालाई ठेको यार आजको स्पेसल अन्नी एउटा रमाइलो हे घर मेरो यहाँ होइन रापति यहाँ होइन रापति तिम्रो बुढी देऊ मलाई सापटी माया पानको पात माया तिमीलाई सम्झन्छु दिनको रात मर्स्याङ्दी साला गाइस खुब चक्खु नभएर बालाले फुटाउँदैछौँ रोक 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 जोरेल चाहिँ त्यो तल गिर्किहाल्यो च्याट्टो फुटबल फट्टो गिर्किने अलि राम्रोसँग है बराबर भाग आधा घन्टा त कहाँ हो यो तलमा तिम्रै काखमा मर्न पाए स्वर्ग तरिन्छ स्वर्ग तरिन्छ यसरी लग गर्दा पऱ्यो ल जेउडे छ त इसो गर भाइ अब यहाँ हाम्रो बजार नजिकैको अवस्था हेर्ने हो भने अहिले यस्तो छ हाम्रो सुनुगुडा बजारको अवस्था यस्तो छ हाम्रो सुनुगुडा बजारमा चाहिँ अब जनियाहरूको सङ्ख्या बढेको रहेछ भन्ने अनुमान हामीले लगाउन सक्छौँ जे जस्तो भए पनि अब हामी घुम्नको लागि निस्केका मान्छे हौ घुम्नै कुरा गरौँ यो जाँडसाँडको कुरा भन्दा नि ल हेलो भाइयो नमस्कार छ दिया जद्दो निगाह छ त के छ तम्रो खबर निगाह होला भन्ने लागिया छ हामीलाई निगाह छ हामीलाई एकदम निगाह छ हामी त निगाह भन्दा पनि भयङ्कर निगाह छौँ ह्यान्डसम पनि छ त्यो त अब हुने भयो हम अब कहाँ झन्ला छु भन्ने कुरा तँलाई अब बताउनको लागि हामी यो भिडियो बनाउन लागेका छौँ भनेपछि अहिले हामी ट्याक्कै यो बित्थरसिर गाउँपालिकाको वार्ड नम्बर 7 सुवाकोट प्रवेश गर्दैछौँ प्रवेश पुरमाएको डाँडा पुरा टुप्पा मागेका डाँडामा है सिरकधुरा आज हाम्रो पर्यटकीय ठाउँ हो त्यो तँमा हेर्दै जानु लाचमा तँलाई हिमाल डाँडा पाखा सब देखाउने लाहौँ हम अहिले 2 जना मात्र छौँ अरू 4-5 जना पाछाबाट आउलान् त्यहाँ भी गाडी पनि नजाने हजुर हामी जानुपर्ने हिटीबाट हो अहिले त यो तेस्रो रोड छ अरे हामी एउटा फिकीबाट जान्ला हौ छक्का पर्ला ल सिताम बस्नु पुरो उकालो लागेको थियो अरे हाम्रो सहयात्रीहरू यहीँनिर फेला परेका छन् साथीहरू हेर न हाम्रो सहयात्रीहरूको हालत हो बाख्रो त पुरो टडा बाख्रो लग्ने हो र भत्काने भन्ने विचार हो कि आज बाख्रो कहाँ भत्किन्छ भत्काने भन्नुको थियो त्यो होइन एक के चाहियो भन्दा एक चक्कुलो झ्या पोटिया भनिदिउँ ल तेस्रो के लग्ने परमा अब यहाँबाट हामीले केही नास्ता लिने भनेर यहाँ रोकिएका छौँ सबै साथीहरू हाम्रो यस्तो छ सबै साथीहरू एकट्ठा भइसकेछौँ अन्त ट्याक्क लगाएर के होला खाने त हाई हाई गर कति हाल्यो कति हाल्यो कति हो 5 हो न 5 हाल्यो भने एक ठुलो भुजा हाल्छ भुजा चिउडा लैजा चिउडा हालेर थैले भुजा लाने ट्याक्क मिठायो चिनी हाल चिनी त फ्रीमा दिन्छ होला मिठाई
चिनी त चौचो खाने भन्दा अहिले चिनी भन्दा पुरो चौचो न चिउरा हाल्नु नि आउनु ए भुटिया भर्खर भुटबुट क्या यो त ताजा माल हो नि पाइने अब चाहिँ हामी उकालो चलिसक्यौँ उकालोमा हिँड्दै हो साथीहरू सुवाकोटबाट उकालो माथि माथिको डाँडोमा हो ल हामी हिँडिरहेकै छौँ यहाँबाट दृश्य यस्तो छ टक्क लगाएर ल आयो है काँक्रो आयो साथीहरू टक्क लगाएर अब खै काँक्रो ल है साथीहरू कहाँबाट उदिन गएर त भुलिया न बनपाले डराएर भागिसक्यो बनपालेको बाख्रो छ आगोला मोबाइल फोन ठिकै ल यति बेला चाहिँ हामी पानी खाएर चाहिँ अलि हल्का थकान मारेर अगाडि बढिरहेका छौँ हम झनीपुरमा सिरक धुराउँ यम्बा उगालम्बा केटाहरू पढेका छन् लथालिङ्ग आउँदैछन् जाँदैछन् हेलो अब म उठ्याउँ कहाँ सियात्र पुग्छ आधा घन्टा टाढा पुग्छ लाग्यो 1 घन्टा अझै लाग्छ हामी चाहिँ अहिले यो नास्ता खाने कार्यक्रममा छौँ साथीहरू पछाडितिर यस्तो गरिरहेका छन् नास्ता खाने हो यो काँक्रा खाइन्छ गाइस गइरहेका छौँ गाइस चक्खु नभएर बालाले फुटाउँदैछौँ रोक 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 जोरेल चाहिँ त्यो तल गिर्किहाल्यो च्याट्टो फुटबल सट्टै गिर्किने अलि राम्रोसँग है बराबर भाग आफूलाई काट्नु न सब अघिलाई त बाला कसरी काट्यो ले यसले तेरो भागमा परामा खाएन नि मेरो भाग है ल बोल्दा त सफा सफा न हामी सानोलाई गराएछ आज म ठुला गरेर आएँ त नानीको काँडा मेरो छिरिदियो होला भयो मिठो होला रुखाउन काँडो है मुला त धेरै नानको भयो नि यहाँ यहीँ छ नि त ल त्यो ठेक त नआयो नि ल्याउँदा छ म इचन भन्ने म ठगाल ल सक्दै हो गेलमले हेर गिर्कियो ल तेरो म खान्छ त्यो ठुला ठुला त मन खा म त्यसलाई पुरा फाइनल्ली हामी खाना भइसक्यौँ यो काँक्रो मिठो छ है अब कस्तो छ चेक गरौँ यिनीहरू खाइरहन् आधा छेकिया के बराबरमा भयो नि त आधा चलिबाट बस्यो आधा घन्टा बस्यो मस्त मिठो छ है काँक्रो चाहिँ ओहो गाइज एकदम मिठो छ यार काँक्रो होइन
यहाँ ठेगो ल राख्या मुगले अब खत्तम छ यार ठिकैले काँडालो ठेगो यो काँडालो ठेगो यार खाली जिब्रो काट्यो मेरो जिबाडो काट्यो यार कस्टम बाजेबाद माटो पानी हात त लाग्यो थियो च्याट्ट काट्यो क्या के हुन्न अठेर घर पारमा ज्याद लिएको पारमा तार मैदानमा मान्छे परमा लुपुणको सेरो जमाना बिजुल पुगेको रोड त पिस हो न पारो नि पिस रोड सात दिउरको दुर्गापुरबाट बाटो खाना है काट्यो उहाँले गयो भने सिधा किन कसैबाट गयो यहाँ उपाय खोला जाने हुना एम्मा अब सेतीमा हाल्ने मिसिने हो सेतीमा त ढुङ्गाला मिसिने धेरै ठुलो नदी रहेछ भने पनि यार यहाँ माछा पाइन्छ यो कालङ्गा बराबर छ कालमा जतिकै हुन्छ हो नि यो गलेको छैन दोगाड भने यो दोगाड गएको छ बर उयो माइन भएको होला एकदम खोजो खोजो हो नि त यो दोगाड मिसी भन्नु पर्ला दोगाड हिँड्ला दो गर्ला पर देउले गएको पुरानो आने खोलो हो कि पुरो बिथोलबाट आने होला बैतडीको सिगास बारमा गर्नु ए हाम्रो सिगास यहाँ गाउँपालिका कहाँ हान्दाको पारमा के गर्नु यो होला यो त स्कुल हो ल्याएको हिँड्मा हो जम्मा त हान्छ नि स्कुल हो बेलटोक स्कुल एक मात्र थियो हाई स्कुल भने त्यसपछि एकजना गइसकेको छ पहिलेको पल्मादेखि सिराजुरमा गइसकेको स्कुल ठुन्ने भएर अहिले पसिना सुक्यो क्या तलतिर नझाया चिफट ल कारणमा पन्जेब बन्द भएर सदा ना हुन लाग्यो चिसो भयो यार हामी चाहिँ यहाँ काँक्रो खाने कार्यक्रम सकेर हाम्रो यात्रामा हामी अगाडि बढिरहेका छौँ काखमा मर्न पाए स्वर्ग तरिन्छ स्वर्ग तरिन्छ कहाँ लैछ होला यिनले ए एउटा राम्रो गीत गाउन सबै गीत गाउँदै जानु साथीहरू गीत गाउँदै जान ल ल गीत गाउँदै जान रमाइलो भन्ने कुरा यार घुम्न आएपछि रमाइलो त हुनु पऱ्यो नि त्यस्तै अब होइन हामी चाहिँ अहिले नास्ता खाएर चाहिँ हाम्रो यात्रा फेरि पल्लो डाँडासम्मको हो कसैले कादौराची कै धरती छिर्यो हो यति राम्रो माया जाल खै लहरी बिजुली होला त मा सजाले हिँड्नु पर्यो क्यामेरावाला पारेछ त कहिले धरती आफै साइकी जन्ती भोज आँसुले साइकी जन्ती भोज कहाँ जाउँ कैका खोज रोज फुल खाले लैगो कहाँ जाउँ कैका खोज अरे 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 बाघ मरेका खोला बगेनी बरमा सैरोनी बाघ मारेका खोला
दिनका चोला खरबले के पो गरे नि दिनका चोला अरे अरे गाउँ छाडी कहाँ जालो अरे हाम्रो हरिजाली त तल हेर्ने दृश्य वाउ यो के संसारकै सुन्दर ठाउँ माथिबाट सिनेमेटिक हाल्नुपर्छ क्या एउटा यहाँबाट हेर्नु त्यही पुरो मल्ल डाँडा मात्र हो नि जाने हाम्रो यात्रा यहाँसम्म हो साथीहरू यहाँ यो माथिको डाँडामा यो डाँडामा हो हाम्रो गन्तव्य चाहिँ है अरे हरा कोही भन्दैन सुधै मुगाउँदैन म मैले भिडियो बनाएको भिडियो बनाएको मेरो मोबाइलमा गोरुवा छ भनेबाट ल्याउन चाहिँ किन न हाम्रो पुर्ख गएर आउने भएर बर्खा चाहिँ केही नमान्ने घाँस दिनुहुन्छ होइन अहिले पुगिहाल्छ फाइनली गाइड अब सजिलो बाटोमा पुग्यो हामी हामी अलिकति राम्रो ठाउँमा पुगिसक्यौँ फाइनली ओ जति गयो उतिको पनि राम्रो थियो जहाँ झन्ला थिएँ उहाँ पुग्दा लागेका छौँ एक्का खाएर तलम्बा भने कल्लिजा सबैलाई रक्षा गरिदेश महाप्रभु महाप्रभु मान्ने जति सबैलाई रक्षा गरिस् भलो गरिस् सबैको राम्रो होस् परमेश्वर हामी चाहिँ 3 घन्टाको यात्रा 3 घन्टा हिँडेर चाहिँ हाम्रो यो बित्थडचिर गाउँपालिकाकै प्रसिद्ध धार्मिक स्थल सिगासधुरामा पुगेका छौँ। तपाईँहरू देख्न सक्नुहुन्छ ब्याकग्राउन्डमा यो यहाँको प्रसिद्ध धार्मिक मेला हो। यहाँ एकदमै ठुलो मेला लाग्छ र यो पछाडिको ब्याकग्राउन्डमा मेरो पछाडि देख्न सक्नुहुन्छ यो चाहिँ भैतडीको सिगास गाउँपालिका हो। एकदमै सुन्दर रमणीय पर्यटकीय ठाउँ छ यो सिगासधुरा। एकदमै सुन्दर ठाउँ छ पर्यटकीय स्थल। समस्या भनेको यहाँका जनप्रतिनिधिहरूले चाहिँ कम्तीमा पर्यटकीय स्थललाई अलिक संरक्षण हुने ढङ्गले विकास गरिदियो भने, यसको संरक्षण र प्रवर्धन गरिदियो भने मात्रै पनि एकदमै राम्रो हुनेछ। यो उत्कृष्ट ठाउँ छ, सुन्दर छ, मनमोहक ठाउँ छ। तपाईँहरूलाई एउटा कुरा के जानकारी गराउँ भने यो एउटा प्रसिद्ध धार्मिक स्थल हो। यहाँ चाहिँ मेला लाग्ने गर्छ, जसमा यहाँ हाम्रो बित्थडचिर गाउँपालिका भएका मान्छेहरू चाहिँ 2-3 घन्टाको बाटो 4 घन्टाको बाटो हिँडेर यो ठाउँमा पुग्छन्। यो ठाउँ चाहिँ हाम्रो बित्थडचिर गाउँपालिकाको सबभन्दा अग्लो स्थान हो। यो सबभन्दा अग्लो स्थानमा रहेको छ भने छिमेकी पारिपट्टि चाहिँ यसको पारिपट्टिबाट चाहिँ अपी हिमाल को केही भाग, सैपाल हिमालको केही भाग र देउरानी जेठानी हिमालको केही भाग यहाँबाट देख्न सकिन्छ।
तपाईँहरूलाई यदि यो ठाउँ घुम्नु मन लाग्छ भने एकचोटि अवश्य आउनु होला। बित्थोर गाउँपालिका रहेको स्थान देउलेकबाट पनि माथि आउन सकिन्छ भने, त्यसै गरी सुनकुडा हुँदै सुवाकोटबाट पनि आउन सकिन्छ। तपाईँहरू यदि आउन चाहनुहुन्छ भने हामीसँग कन्ट्याक्ट गर्न सक्नुहुनेछ। हस्, धन्यवाद। ए दिमाग तेरो के राम्रो भएको छ, के राम्रो भएको छ, इकोटोनी घुम्नलाई आएको छ। माया पानको पत, माया तिमीलाई सम्झन्छु दिनको रात, मर्स्याङ्दी साला। ए आज आसौँ रमाइलो गर्ने हो, रमाइलो गर्ने हो, 2 दिन चोला केठाका मर्ने हो। माया पानको पात, माया तिमीलाई सम्झन्छु दिनको रात, मर्स्याङ्दी साला। ए साथीभाइ भेटेको बेलामा सँगै गायौँ सँगसँगै मेलामा। माया पानको पत, माया तिमीलाई सम्झन्छु दिनको रात, मर्स्याङ्दी साला। माया तिमीलाई सम्झन्छु दिनको रात, मर्स्याङ्दी साला। अन्तिममा एउटा रमाइलो। हे घर मेरो यहाँ होइन रापति, यहाँ होइन रापति, तिम्रो बुढी देऊ मलाई सापटी। माया पानको पत, माया तिमीलाई सम्झन्छु दिनको रात, मर्स्याङ्दी साला। माया तिमीलाई सम्झन्छु दिनको रात, मर्स्याङ्दी साला। ए घुम्नु आयौँ रमाइलो लिने हो, रमाइलो लिने हो, यो पागललाई कसले बुढी दिने हो। माया पानको पत, माया तिमीलाई सम्झन्छु दिनको रात, मर्स्याङ्दी साला। माया तिमीलाई सम्झन्छु दिनको रात, मर्स्याङ्दी साला। एउटा लिने एउटालाई फाल्ने हो, एउटालाई फाल्ने हो, 2टा होइन 4 बुढी पाल्ने हो। माया पानको पत, माया तिमीलाई सम्झन्छु दिनको रात, मर्स्याङ्दी साला। माया तिमीलाई सम्झन्छु दिनको रात, मर्स्याङ्दी साला। ए सँगै बस्यौँ माया नि लाग्ला नि, माया नि लाग्ला नि, 2 बुढी पाले बाउ बिवाले जाग्ला नि। माया पानको पत, माया तिमीलाई सम्झन्छु दिनको रात, मर्स्याङ्दी साला। माया तिमीलाई सम्झन्छु दिनको रात, मर्स्याङ्दी साला। हे बिहे 2टा है, 2टा बिहे गर्ने कुरो चाहिँ खास भएको छ, कुरो चाहिँ खास भएको छ, कानुन पनि 2 बुढीले नै पास भएको छ। माया पानको पत, माया तिमीलाई सम्झन्छु दिनको रात, मर्स्याङ्दी साला। भया फर्का अरे सुखो माया पिराती लाउला नि, पिराती लाउला नि, हाम्रो समाजले कारबाही गर्ला नि। माया पानको पत, माया तिमीलाई सम्झन्छु दिनको रात, मर्स्याङ्दी साला। माया तिमीलाई सम्झन्छु दिनको रात, मर्स्याङ्दी साला। देशको कानुन के भन्छ, के भन्छ, देशको कानुन के भन्छ, के भन्छ, छोडिदिउँ कुरा समाजले जे भन्छ। माया पानको पात, माया तिमीलाई सम्झन्छु दिनको रात, मर्स्याङ्दी साला। माया तिमीलाई सम्झन्छु दिनको रात, मर्स्याङ्दी साला। हे जीवन सजिलो पार्न कानुन त चाहिन्छ, कानुन त चाहिन्छ, समाजले के भन्छ यार,
ल भयो भयो जा तिमीलाई सम्झन्छु दिनको रात मर्स्याङ दिशा ल ल माया तिमीलाई सम्झन्छु दिनको रात गागा मर्स्याङ दिशा ल यसैमा माया तिमीलाई भनेर गाउन यो लास्ट टुङ्ग्याउने ढङ्गले गेमा माया तिमीलाई सम्झन्छु दिनको रात मर्स्याङ दिशा ल ल माया तिमीलाई सम्झन्छु दिनको रात मर्स्याङ दिशा ल ल दिशा ल ल रात मर्स्याङ दिशा ल ल सम्झन्छु दिनको रात मर्स्याङ दिशा ल ल अब चाहिँ हाम्रो यात्रा चाहिँ ओह्रालो लाग्यो आजको हाम्रो घुमघाम प्रोग्राम सकेर चाहिँ हामी यति बेला आफ्नो घरतिर फर्किरहेका छौँ यहाँ फेरि नास्ता खाने तयारी भइरहेको छ यो हाम्रो आजको स्पेसल अन्नी अब हामी चाहिँ माथिबाट तल झर्ने क्रम जारी छ यति बेला चाहिँ नास्ता खाने प्रोग्राम भइरहेको छ हामी नास्ता खाने हो हाम्रोतिर अन्नी भन्दा हजुर अन्नी खानु अब अन्नी अन्नी तल्ला रेडी हुन्छ अन्नी चाउचाउ र चिउरा हो जम्मा खानु पानी खानु सब पेट जाऊ खोज्यो ल त भन्नु एउटा भिलो जब ल तपाईँ भोगोला नाति याद लाग्यो है हिँडेर गएर आउँदा पानी होला नाम भन लाग्यो पानी खारो पानी दिस काँडाले ह्यान्डल गयो खाने नास्ता कार्यक्रम सकिन्ला छ नास्ता सकेर अब घर जाने तयारीमा छु मच उठाए मचमा ब्याकग्राउन्डमा आवाज गलत नबोलाउँ त हामी सिगासको पूजा गर्ने स्थलबाट अगाडि आइसकेर नास्ता खाइरहेको छौँ अलिक घाम हुनाले घाममा बसेर यहाँबाट हामी यसो निस्केर पर देख्छौँ त्यो कालो डाँडो छ नि बादलको मुनि बादलको हो त्यहीँबाट तल लाग्ने हो क्या हामी बिच बिचबाट फेरि त्यो तना सपाट न हेर्दै त तनाबाट लटपट्टि नि यति बेला चाहिँ हामी माथिबाट होइन योभन्दा धेरै पर हामी तल झरिसकेका छौँ अब हामी आफ्नो घर फर्किरहेका छौँ अब घर झन्ला छौँ हजुर यो न हाम्रा सेनाहरू यता छन् बसेको यो हो गैरी पोखरा एकदमै राम्रो होइन एकदमै सुन्दर बब्बाल ठाउँ छ हाम्रो भिडियो हेरेर कृपया प्रतिक्रिया दिन नछुटाउनु होला र हाम्रो च्यानल युनिक ब्लग्सलाई लाइक कमेन्ट
विशेष गरेर चाहिँ सब्सक्राइब गर्न नभुल्नुहोला। यस्तै रमाइला भिडियोहरू निरन्तर आउनेछन्, हामी निरन्तर लिएर आउनेछौँ। सब्सक्राइब गर्नुहोला र तपाईँमा डाइरेक्ट पुग्नेछ हाम्रो भिडियो। हाम्रो यो च्यानल भर्खरै मात्र सुरुवात भएको छ। कृपया तपाईँहरूको माया सपोर्ट साथको अपेक्षा छ। हामीलाई चाहिँ साथ दिनुहोला। तपाईँहरूले हाम्रा भिडियोहरूलाई सेयर गर्नुहोला। हामीले सब्सक्राइबलाई बढायौँ भने हामीलाई पनि हौसला मिल्नेछ। हामीले पनि नयाँ नयाँ भिडियो यस्ता योभन्दा अझ राम्रा नयाँ खाले भिडियोहरू भ्लगहरू बनाएर तपाईँहरूमाझ पुर्याउनेछौँ। कृपया साथ सपोर्ट गर्नुहोला।